घाँस खान लागि जानु लाग्यो हरियो मकै खानलाई त भाग्यमा हुनुपर्छ साथी हो। सो हेलो गाइस, सबैजनालाई वेलकम छ मेरो भ्लगमा। आई होप हजुर पनि सन्चै हुनुहुन्छ होला नि, म पनि एकदम सन्चै छु। यहाँ चाहिँ छ मेरो बहिनी, हामी दुईजना चाहिँ घाँस खान लागि जानु लाग्यो। घाँस आयो रे यहाँतिरको मौसम चाहिँ यस्तो भइरहेको थियो आज, हेर्न सक्नुहुन्छ साथीहरू। मौसम चाहिँ दामी भइरहेछ है। अनि म साथीहरू तपाईँहरूलाई एउटा कुरो भन्न चाहन्छु। के कुरा हो भन्नुपर्दा है, हाम्रो गाउँतिर चाहिँ होइन, जसले यसरी भनौँ न गाउँघरमा बस्नुहुन्छ उहाँहरूलाई थाहा छ होला बिहान के काम हुन्छ भनेर। त्यस्तै गरेर मेरो पनि बिहान काम यही हो, यहीबाट ड्युटी हुन्छ मेरो। बिहान उठ्यो, भाँडासाँडा पखाल्यो, खाजा पकायो, खायो, अनि घाँस काट्न गयो, आयो, खाना खायो, अनि दिउँसो अलिअलि काम हुन्छ नर्मल। अनि नभए त दिउँसो कस्तो प्रायः जस्तो पानी परेर हुन्छ, त्यस्तो खासै काम हुँदैन। अनि यत्तिकै बस्यो, मोबाइल हेऱ्यो, दिने त्यही बिच हाम्रो त्यस्तै कन्टिन्यू भइरहेको छ मेरो चाहिँ। आजभोलि बिहान उठ्यो, घाँस काट्यो, यति हो साथीहरू। अनि अरू तपाईँहरू अलिकति घुम्न आयो, उति जम्मा हेऱ्यो। अस्ति एक गते तर घुम्न जानु पाएन हामी चाहिँ, किनभने त्यस्तै काम हुन्छ, त्यस्तै परिस्थिति हुन्छ। अब जानु लाग्छ गर्नु। हिजो मैले यहाँ काटेको थियो। अनि हजुरहरूले मेरो हिजोको भ्लग हेर्नुभयो कि नै कमेन्ट गरिदिनु होला। हिजो नि अलिअलि राम्रो भएको थियो, बहिनी आएको थियो, उसले मेरो क्यामेरा सुनाएको थियो र ऊ आएन। आज म एक्लै आएको छु, टाढो छ। उसले मेरो कस्तो क्यामेरा सुनाएको थियो अलिअलि, तर हामी आज एक्लै आएको भएर होला, एक्लै घाँस खानु परेको छु। मलाई कहाँ जानुपर्ने घाँसै छैन। आज त छमुरो हुँदैछ, लाँदैन यहीँ काट्छु म त साथीहरू, यहीँ काट्छु अब घाँस। अब म यहीँ काट्छु। अनि मेरो क्यामेरा समाउने मान्छे पनि छैन साथीहरू। म हजुरले घाँस काटिसकेपछि भेट्ने छु। फाइनली साथीहरू मेरो चाहिँ घाँसको भारी पनि पुगिसकेको छ। अब चाहिँ भने म घर जाँदैछु। घाँस काटेको भिडियो चाहिँ देखाउन पाइनँ, मेरो क्यामेरा समाउने मान्छे पनि थिएन नि त, अनि त्यही भएर चाहिँ आउन पाएन। गाइसहरू मैले घाँस लिएर आएर म हात पनि गएको छु। ओइ हो अनि लिए तिनी आयो भने नि त बहिनी स्कुलले आयो त हेर्नु न, स्कुल लिएर वा त्यो त दयाहरू हुनुहुन्थ्यो रहेछ साथीहरू। काम दिएन, मोबाइल हेरेर बस्यो। आब्रे नसोच्नु के नसोच्नु खाले साथीहरू। म त चढ्नु पर्ने हुन्छ अरू बोटमा, हेर्न सक्नुहुन्छ हाम्रो फुलमा मैले एकान्त बारे। सो साथीहरू मैले अरू टिपेर पनि आइसकेको छु। म एक खल्ती टिपेर हाम्रो त सकिसकेको छ। है बाँदरहरू छ नि त हाम्रो घरमा धेरै, खान्छ। अहिले यस्तो पाक्यो साथीहरू, यस्तो मिठो हुन्छ। हेर्नु नि देखान मैले हेरेर साथीहरू। गाइस म चाहिँ भर्खर सुतेर उठेको, अनि कपाल सपाल गऱ्यौँ, अनि त्यसपछि चाहिँ म 2 बजिसक्यो। म चाहिँ खाजा खानु गाउँमा चाहिँ खान्छु भनेर हिँड्दैछु। बारीमा जाने म चाहिँ खाना त मन मलाई भात खाने भए खाऊ भनिरहेको थियो। म भात खानु छैन, मन नखाने, त्यही भएर म चाहिँ जान लागेको छु हरियो मकै लिन।
बाटो हेर्नु नि बाटो ओ माई गड बाटो हेर्नु भने त मान्छेहरू पाग्ला पुग्लो त्यतातिर मर्छ होला यस्तो चिप्लो हेर्न सक्नुहुन्छ साथीहरू गाउँघरमा यस्तै पाइन्छ खानेकुराहरू यी मकै यता हेर्नुहोस् मकै यस्तो मिठो हुन्छ तर म तपाईँहरूले एउटा भन्छु पनि हाम्रो यहाँनिरको चाहिँ चाल चलन के छ भने यो हुन्छ होइन घरको मुखियाले चाहिँ खानु हुँदैन किन भन्दाखेरि देउतालाई चढ्नुपर्छ पहिला अनि देउतालाई नचढेको कारणमा चाहिँ घरको मान्छे चाहिँ खानु हुँदैन तर हामी जस्तो छोराछोरीहरूले त खानुहुन्छ मम्मीहरूले चाहिँ खानु हुँदैन त्यो देउतालाई चढाउने मान्छे चाहिँ खानु हुँदैन हामी जस्तो नर्मलले त खानुहुन्छ साथीहरू खानुहुन्छ हजुर पनि खाने मलाई आउनु होला हाम्रो गाउँमा म दिन्छु तपाईँहरूलाई दिन्छु साथीहरू मैले चाहिँ काँक्रो खोजिरहेको छु तर भेटेको त छैन यहाँतिर फलेको हुनुपर्ने बोल चाहिँ कति धेरै छ कि बोल कति धेरै छ बोट भेट्नु के गर्नु फलेको त्यस्तालाई त के भन्ने मलाई त नि मोबाइल सबै पानी पनि अरे साथीहरू म चाहिँ मकै छान्दै थिएँ होइन मैले 3टा लिउँ हेर्नु कस्तो पानी परिरहेको छ भन्नु यस्तो बियर ल्याउनु पहिले त्यसैले मकै टिप्छ र भनेको हेर्नु न पानी परेर मेरो बिजोको भयो अरे हेर्नु आएको रहेछ मैले चाहिँ 3टा लिएको छु यहाँतिरको टिपौँ भनेको छिपेको छैन चाहिँ के टिप्नु भन्ने चाहिँ मैले टिपिनँ अनि हेर्न सक्नुहुन्छ मैले 3टा लिएर मकै फेरि एकछिनमा बस्यो पानी यस्तो हुन्छ हे भगवान् फेरि बाटै त्यही आउँछ कस्तो चिप्लिन्छ क्या हेर्नु नि एउटा मलाई एउटा मतलब 2टा मलाई एउटा भाइले हुन्छ बहिनीले स्कुलबाट आएको छैन तर मम्मीहरूले त खाने बेला भएको छैन नि त लागि त होइन यो अब अझ आएको फुकेर मकै पोलेर खानुपर्ने हुन्छ यति हो मैले लिएको छु यहाँ हेर्नु सक्नुहुन्छ हेर्नु न हाम्रो गाउँ अलिकति पाहाडमा छ होइन माथि नै छ तर भए पनि खै बर्खाको बेला यस्तो चलिरहेको हुन्छ कि आमा हाम्रो घरमा चाहिँ एउटा गाई छ गाई मैले फोर्सले साथीहरू ओइ क्यामेरा समाउनु मान्छे पनि छैन मेरो क्यामेरा राम्रो आउँदैन साथीहरू यसले चाहिँ गरिदिनु होला हजुरले राम्रो साथ भयो भने चाहिँ म अलिक राम्रो म आइफोन त मैले जुनी म त किन्दैन मम्मी मेरो मोबाइल झऱ्यो नि त साथीहरू यो जुनीमा त मैले आइफोन किन्छ भनेको यो त पाइसकेको रहेछ कस्तो हरियो मकै खानलाई त भाग्यमा हुनुपर्छ साथीहरू नभए त किनेर मात्र खानुपर्छ नि त तर हाम्रो गाउँमा त पुरा सस्तो मात्रामा पाइन्छ यस्तो हरियो मकैहरू त त्यही भएर भाग्यमा लिएर आउनुपर्छ के माया र विश्वास त यहाँ सबै फेक रहेछ हो रहेछ हेर्नु न पानी परिसक्यो फेरि बाहिर यस्तो छ मौसम के भन्नु कसलाई हेर्नु मेरो अनुहार कस्तो देखेको अब म हजुरलाई मकै पोलेर मात्र देखाउने छु ल किनभनेखेरि आगो फुक्नु पऱ्यो आगो फुक्न मलाई टाइम लाग्छ बाई फाइनली साथीहरू मेरो चाहिँ मकै पनि पाकिसकेको छ हेर्न सक्नुहुन्छ जस्तो दामी देखेको हेर्नु न म चाहिँ यहाँ तरकारी पनि पकाउँदैछु कि साथीहरू अनि हजुरहरू पनि खान मन लाग्यो कमेन्ट गर्नु होला म पठाउने छु म पठाइदिन्छु हजुरहरूलाई पुरै भइरहेको थियो कि मलाई क्या म त अलरेडी भिडियो बनाउनु पर्ला भनेको मेरो बिर्सिने बानी छ नि त गाह्रो छ मलाई हाम्रो यहाँतिर चाहिँ कस्तो पानी परेको त्यो साथीहरू हेर्न सक्नुहुन्छ अलिअलि बसेको म चाहिँ यहाँ कुखुराहरू हेर्दैछु कुखुरा हेरेँ अनि मकै पनि पोलेर खुवाउँछु मान्छेको लागिरहेको थियो भनेर थियो अनि मलाई भात पनि खुवा भनेको थियो भुटेर मलाई खान मन लाग्यो मेरो भात चाहिँ मैले बिहान भएर खाँदै थिएँ अनि
त्यही भएर खाएन मम्मीले मलाई रोटी पनि पकाएर खुवा भनेको थियो मलाई बनाउन अल्छी लाग्यो क्या साथीहरू अनि त्यही भएर मैले बनाएन यो चाहिँ मेरो चिकन भ्लग हो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला कृपया आजको भ्लग यति नै अब नेक्स्ट भ्लगमा भेटौँ न तब तक बाई बाई थ्याङ्क्स फर वाचिङ माई भिडियो